जसले जे भने पनि त हुन्छ नि, भन्नेहरूलाई के नै हुन्छ र? जे हुने हो, जे हुनुपर्ने हो त्यो त सुन्नेलाई र सहनेलाई पो हुन्छ। अक्सर हामीले आफ्ना भन्दा धेरै कुरा अरूका गरेका हुन्छौँ। अरू यस्तो उस्तो यो त्योमै हामी अल्झिन्छौँ। अरूलाई भन्नुपर्ने ठाउँ कुनै पनि बाँकी राख्दैनौँ। यसैमा जब आफूलाई पर्छ नि, हामीलाई पर्छ नि, तब पनि हामीले अरूकै कारणले हामीलाई यस्तो भएको हो भन्छौँ। हुन त कुनै कारण बिना केही पनि हुँदैन। सायद त्यही कारणले गर्दा तपाईँ हामी धेरै दुखी छौँ, एक्लो छौँ र यो संसारमा सबै मान्छेले दुःख पाइरहेका छौँ। किनकि हामीले अरूलाई विश्वासै गर्दैनौँ। हामीले सधैँ अरूलाई गलत भन्छौँ। यसो हेर्ने बुझ्ने हो भने पनि हाम्रो जीवन साँच्चीकै छोटो छ। जब हामी मान्छेबाट एउटा लास भन्छौँ, हामीलाई जलाइसकेपछि हाम्रा आफ्ना भनिएका मान्छेले पनि सायद हामीतिर फर्केर हेर्दैनन् होला। त्यसैले हामी राम्रो नराम्रो, सफल असफल जे छौँ, यही सास रहन्जेल छौँ।